बुझे हमरा बुझे छठी में कृपा हिनके बक दिल के। हाँ व्रत तो बहुते बड़ा केलक। हाँ जबर का टेंट पंडाल में केलक हमरा बुझे कोई नहीं चिन्हलक। लेकिन देखियो दीदी के हाँ अकेले अपन श्रद्धा भक्ति के साथ में र देश विदेश पूरे तपाईको विदेश में कतारबाट मलेसियाबाट दुईवटा मलाई फोन आउँछ। गाइस वास्तविक के हो हमरा हम पहले चोटी कैली छठ ना त हमरा खाना नरले चंदा उठले कि न उठले हमरा मांगे उन्हें कोई न दरवाजा पे चंदा मांगे न शिकायत खाली अब जानो ना शिकायत अब 70 ना भेले अहाँ पहले बेर छीट के लिए ना और अहाँ के घरे मतलब जब चंदा जब मांगते रहे तो उससे मांगू नहीं ले। हाँ उनका जानकारी नहीं चलो कि छीट करी कि नहीं करे है ना। अब अहाँ के लिए भिडियो चाहिँ मैले हालेको बुझ्नु हैन तपाईलाई मैले एक्लै देखेँ अनि भिडियो खिचेर मैले हाल्दिएँ हाल्दा चाहिँ मैले सिधै रूपले हाल्दिएँ केही नलेखेकन। अब त्यो अरूले चाहिँ यो जात भात टुक्रा गरेर अनेक भइरहेको छ। बाहर बाहर लोग सब विभिन्न प्रकार से है ना डोम है तिलवार एकरा जे यहाँ के सब अलग कदल के है ना कोई कहै छै कि यहाँ के मुसर है तो अलग कदल के अशोक है तो अलग कदल के एहि प्रकार से हमरा के जे पूजा पाठ जो बढ़िया चीज लाग्यो छै ना। हां सबै चीज भगवान के सबै लाइयो लागि न है ना। अभी तो कहू तो मतलब सबसे बार की बहुत गलत तरीका से जे बात सब खेल गेल निकाल दे। अब अहाँ सबै ठमन छी अहाँ सब हां देहु नांगुल मारे हंसी छ। हां हजुर अब कुनै चतुर मान्छेले जसलाई चाहिँ लाइक भ्यूज को चाहिँ अलि लालच छ त्यो मान्छेले के गर्यो त्यो उठाएर त्यसलाई चाहिँ अलि साइड भिडियोहरु चाहिँ त्यसमा म्युजिकहरु एड गरेर अनि त्योलाई एकदमै इमोसनल भएर चाहिँ उहाँले चाहिँ विभिन्न प्रकारले चाहिँ सम्प्रेषण गरिदिनु भयो। अब चाहिँ डोम छ थुप्रै गीतहरु यस्तो थियो कि हाम्रै डलापन पथिया छ त्यस्तो त्यस्तो अनि जुन चाहिँ उहाँ चाहिँ उहाँले चाहिँ डोम हामीले चाहिँ सकारात्मक कुरालाई चाहिँ देखाउने हैन। अब यो हैन कि अब सोशल मिडिया छ अब जे पाए त्यही लेख्ने जे पाए त्यही स्टेटस लेख्ने जे पाए त्यही बोल्दिने जे पाए त्यही कमेन्टमा गर्दिने अनि त्यो हिसाबले के हुन्छ हामीहरुको चाहिँ एक आपसमा जुन प्रेम सद्भाव हामीहरुको चाहिँ खत्तम हुन जान्छ। र म पटक पटक भन्छु कि छुवाछुत मान्नुहुन्न जसले छुवाछुत मान्छ उहाँको हामी चाहिँ छुल्कैया छोडाइदिन्छौँ। छुल्कैया भन्नको स्किनको जुन माथिको लेयर हुन्छ त्यो तपाईँ नबुझ्नुहोस्। हामी चाहिँ उहाँको व्यक्तिगत अस्तित्व सामाजिक अस्तित्व र राजनीतिक अस्तित्व हामी चाहिँ उहाँको बर्बाद गरिदिनेछौँ। किनभने सोशलमा धेरै पावर हुन्छ र पावर भनेको नकारात्मक हिसाबले होइन। अब हेरौँ अहिले हामी चाहिँ सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नम्बर 17 रानीगञ्जमा छौँ र उहाँ र इन्द्र सर अनि सबै अब ठिकठाक छ। तपाईँको भिडियो त भाइरल भयो। मैले चाहिँ टिकटकमा कति मैले हिजो 1.2 मिलियन भ्युज भयो ए 1.2 मिलियन फेरि मैले त्यही भएर भोलिपल्टको उहाँको भिडियो हालेको के हजुर त्यस्तै भयो नि त। अब त्यो धेरै भाइरल भयो बिहान हेर्दा मलाई त्यस्तो अरूलाई फेरि भोलिपल्ट नै उहाँको भिडियो हाले भोलिपल्ट दुई जना बसेर गरेको थिएँ र त्यस्तो फिल भइरहेको थियो कि। ल अनि उहाँको चाहिँ आके नाम कहिले छ नाम के भरे रञ्जिता महतो होइन। तपाईँले मलाई भन्नुभएको थियो कि सर उहाँको मैले तपाईँसँग सोधेको सर उहाँ चाहिँ अब कुनै तपाईँले प्रश्नमा भन्नुभएको सर म 100% स्योर छु त्यो मैले उहाँको बारेमा तपाईँले चोकमै जानकारी लिएको थिएँ कि एकदम त्यो उहाँ बसेर उहाँ घरदेखि लिएर हरेक कुरा मैले जानकारी लिएर तपाईँले स्योर भएर बोले हो कि त्यति भइसक्यो। अनि किनभने हामी चाहिँ जब सम्प्रेषण हेर्नुहोस् उहाँको चाहिँ एकचोटि नाम भन्नुहोस् रञ्जिता महतो। उहाँको नाम रञ्जिता महतो हो हैन। उहाँ चाहिँ डोम हुनुहुन्न र देवादेवीहरु सबैजना हाँसिराख्नु भएको छ हैन। र उहाँ चाहिँ एकदमै भाइरल हुनुभयो। सब बुझाए हमरा बुझाए छठी में कृपा हिनके बक दिल के। व्रत तो बहुते बड़ा केलक। जबर का टेंट पंडाल में केलक हमरा बुझाए कोई नहीं चिन्हलक। लेकिन देखियो दीदी के अकेले अपन श्रद्धा भक्ति के साथ में र देश विदेश पूरे तपाईको विदेश में कतारबाट मलेसियाबाट दुईवटा मलाई फोन आउँछ। गाइस वास्तविक कुरा के हो हैन मलाई भन्दैन भाइ म पैसा पठाइदिउँ पैसा पठाइदिउँ मलाई गरिब भएर कि क्या भने म यस्तो यो पैसा चाहिँ लगाउनु पर्छ। अनि चाहिँ वास्तविक कुरा के छ भन्दाखेरि उहाँ चाहिँ महत्व हुनुहुन्छ जुन मैले चाहिँ भिडियोमा सम्प्रेषण गरेको थिएँ र भिडियोमा चाहिँ मैले बोल्दाखेरि मैले तपाईसँग 3-4 चोटि मैले चाहिँ प्रश्न सर वास्तवमा महत्व नै हो मैले चाहिँ जानकारी लिएको थिएँ र अहिले हामी यहाँ छौँ र अब यहाँ हेर्नुहोस् उहाँको चाहिँ यो गाउँको दिदीहरू हेर्नुहोस् सबैजना चाहिँ एक आपसमा कुरा गरिरहेको छ। अहिले हामी स्वयं यो गाउँमा आएका छौँ र म चन्द्रदेव शाह न्यामिक यादव र केडी भनेको कुलदीप दास हामी 4 जना जनकपुर धामबाट आज यो सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नम्बर 17 रानीगञ्ज गाउँमा छौँ। महत्व हुनुहुन्छ 100%। अब उहाँको चाहिँ त्यहाँ एक्लै चाहिँ मर्नु कारण के थियो भन्दाखेरि उहाँले प्रथमचोटि छठ पर्व गर्नुभएको थियो र धेरैजना जानकारी पनि थियो कि उहाँ छठ पर्व गर्नुहुन्छ भनेर र धेरै मान्छेले चाहिँ गाउँ समाजका जुन थियो युवाहरू सबैजनाले चाहिँ एउटा टेन्ट बनाएको थियो
अनि उहाँ चाहिँ सोद्धाखेरि उहाँले भन्नुभयो कि टेन्टमा चाहिँ स्पेस छैन, ठाउँ छैन। अनि त्यसमा जानकारी पाए महिलाहरूबाट चाहिँ 1000 अथवा 800 रुपियाँ यस्तो थियो उसमा लाग्ने गरी उहाँले भन्नुभयो कि यसमा अब स्पेस छैन। त्यो भएर उहाँ चाहिँ एक्लै गएर चाहिँ पूजा गर्नुभयो र हेर्नुहोस् छठी माईको शक्ति हेर्नुहोस्। जुन मान्छेले लाखौं डेकोरेट गर्यो, आफ्नो पर्सनल साउन्ड ल्याइयो, धेरै तामझाम गर्यो, उहाँलाई कसैले चिन्नु भएन। र छठी माईको कृपा मलाई छ कि पुरै कृपा जुन छ नि उहाँमाथि नै। अनि भाइहरू तपाईँहरू पनि त्यो छठ गर्नुभयो? गर्नुभयो? ए